बनेपादेखि सूर्यविनायकसम्म देखाउँछु तपाईँहरूलाई। आन्दोलन पछिको पहिलो दिन यात्रा गरेको आज कता अनौठो अनौठो पनि लागिरहेछ। कस्तो सुनसान पनि जस्तो पनि छ, जस पहिलाको जस्तो अलि मनमा ढुक्क शान्ति चाहिँ छैन। बनेपादेखि धुलीखेलदेखि म सूर्यविनायकसम्म देखाउँदै जानेछु तपाईँहरूलाई, हेर्नु होला। मुख्य राजधानी भित्री सडकको अवस्था यस्तो छ, हेर्नु होला। मुख्य राजधानी भित्रिने बाटो चाहिँ यस्तो छ देशको अवस्था। जेन्जीहरूले गरेको आन्दोलन ठिकै हो क्या। यो सबै बन्छ होला नि अबको प्रधानमन्त्री। बनेपा बजार हेर्नु होला, अवस्था चाहिँ अब सामान्य भइसकेको छ। कति आमा बुवा दाजुभाइ दिदीबहिनीहरू चाहिँ कति अस्तिको आन्दोलनले धेरै टेन्सनमा बसिराख्नु भयो होला, कति आत्तिनु भयो होला। अब आत्तिनु पर्दैन, डराउनु पनि पर्दैन, नर्मल भइसक्यो अवस्था चाहिँ। अब एकदम पहिला जस्तो थियो नि त्यस्तै नर्मल अवस्था भइसक्यो। अब हजुरहरू हस्पिटल जानु छ, जान सक्नुहुन्छ। आफ्नो सरकारी कामहरू छ, सरकारी कार्यालयहरूतिर जानुपर्ने छ भने पनि जान सक्नुहुन्छ। म पनि यता धुलीखेल सिडिओ कार्यालय गएर आएको, त्यतातिर पनि हेरेँ मैले, विचार गरेँ। अवस्था एकदमै नर्मल भइसक्यो। कति आत्तिएर निस्किन नसक्नु भएको दाजुभाइ दिदीबहिनी आमा बुवाहरू
चाहिँ अब निस्किएर आफ्नो कामहरू के छ हस्पिटल जानुपर्ने आफ्नो कामहरू सरकारी कामहरू केही गर्नु छ भने चाहिँ गर्न सक्नुहुन्छ तपाईँहरू। अवस्था चाहिँ पहिला जस्तै नर्मल भइसक्यो, नातिनु भयो हुन्छ। अब भन्दा यस्तै हो देशको स्थिति। अब यति नगरे पनि भएको थिएन, गर्नै पर्ने अवस्था पनि थियो। अब यस्तै छ। हेर्नुलाई बनेपा बजार यो साथीहरू कहाँबाट हेर्दै हुनुहुन्छ बनेपा बजार। यता स्विट स्विट चक्लेटी हुनुहुन्छ, खोइ चक्लेटी म यहाँ देखेको छैन। ए देखाएर हुन्छ है ल, नदेखिने रे क्यामेरामा। यस्तो ऐनामा कत्रो देखिन्छ भ्यात्त मान्छेलाई हेर्नु त त्यहाँ जुम हुन्छ नि त। छोटो मान्छेलाई पनि राम्रो देखिने। यहाँ बसेर त्यतिसम्म नि अरू नगरिहाल्नु। बनेपा बजार हेर्नु होला। मेरो फाइनेन्समा काम गर्दा पनि यहाँ आउँछ कति महिना ए भित्र चाहिँ किन हालेको गाडी? बनेपा बस्दा रहेछ। यो चाहिँ बनेपा बस पार्क हेर्नु होला साथीहरू। यहाँबाट कहाँ कहाँ जाने गाडी पाउँछ? यहाँबाट उता मैले भनेको थिएँ नि बाहुबली घरमा काभ्रेको त्यहाँ जाने गाडी पाउँछ। यहाँबाट आएर लाग्छ काठमाडौँ जाने, उहाँ पनौती जाने।
राम्रो बनाएको छ, यस्तै बनाउनु पऱ्यो। यो पनि लो, यो यताको बाटो कसले बनाएको हो? यो बाटो पनि छिट्टै यस्तै बनाउनु पऱ्यो। यो कति भइसक्यो त बनाएको। कति राम्रो बनाएर रहेछ बाटो। छिटो छिटो बनाउनु पऱ्यो बाटो। छिटो छिटो बाटो बनाउनु पऱ्यो भन्ने मान्छे हेर्नुहोस् है तपाईँले। गलबन्दी रेसियो उता भन्छन् पछ्यौरी रेसियो अब बससँग